हेलो साथीहरू, सबैलाई गुड मर्निङ। आजको भिडियोमा चाहिँ मैले तरकारी रेसिपी लिएर आएको छु। तरकारीमा चाहिँ के छ भन्दाखेरि इस्कुस अनि सिमी र झुलुङ्गा कराई बसालेर तेल हालेर जिरा मेथी पुऱ्याएर प्याज हालेर दिएँ मैले चाहिँ फर्स्टमा। अनि त्यसपछि प्याज एकछिन रातो हुन छोडिदिएँ। त्यसपछि इस्कुस हालेँ। इस्कुस हालेपछि चलाएर एकछिन राख्छु। हल्का भुट्न पर्यो नि त, यो पाक्न टाइम लाग्छ त्यसैले। अनि त्यसपछि मैले टमाटर काट्दिएँ। टमाटर पहालेर काट्नतिर लाग्छु। त्यसपछि त्योभन्दा अगाडि चाहिँ मैले टमाटरमा पानी हालेर छोडिदिएपछि चाहिँ मसला पिनेर नै भ्याइसकेको थिएँ र टमाटर काट्दैछु अहिले चाहिँ। अब यसमा चाहिँ बेसार हालिदिन्छु, चलाउँछु। यो हल्का भुटिसकेको छ। अनि त्यसपछि यसमा चिप्लो भिन्डी हालिदिन्छु। यसको भुटेर अनि त्यसपछि मैले चिप्लो भिन्डी राखिदिन्छु माथिबाट। अनि मसला र टमाटर नै रेडी भइसकेको छ। चिप्लो भिन्डी हालेर चलाउँछु। एकछिन चिप्लो भिन्डीलाई त्यसलाई भुट्छु। अनि भुटेपछि मैले बल्ल उसाल्छु, बनाउँछु। मसला हालिदिन्छु एकछिन। मसला हालेर मसला र टमाटर हालेर एकछिन पाक्न छोडिदिन्छु। त्यसपछि मैले चाहिँ अचार बनाउनको लागि टमाटर पोलेको थिएँ। टमाटर निकालेर अचार बनाउनुतिर लाग्छु। त्यति बेलासम्म तरकारी पाक्दै गर्छु। धनियाँ, लसुन, खुर्सानी र टमाटर मिठो हुन्छ नि त्यसको अचार। अचार नि रेडी भइसक्यो साथीहरू। त्यति बेलासम्म तरकारी नि पाकेर रेडी भइसकेको थियो। मैले चाहिँ भोइस रेकर्ड गरेर फर्स्ट टाइम बोलेर बनाएको भिडियो हो। हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। कस्तो थियो आजलाई यति नै ब्लग। बाई बाई साथीहरू। यस्तो भयो साथीहरू, लास्टमा चाहिँ पाकेर रेडी मिठो भएको छ।